मौसम हेर्न चाहनुहुनेछ। आजको मौसम चाहिँ बब्बल दामी देखेको छ क्या। आजको फ्लावर चाहिँ देख्न सक्नुहुनेछ। दामी छ कि मलाई बब्बल लाग्यो कि है साथीहरू देख्न सक्नुहुनेछ होइन। हेलो गाइस, गुड मर्निङ सबैजनालाई। आजको न्यू ब्लगमा आज त हामी जानेछौँ कामतिर भन्नुपर्दा। अहिले चाहिँ भन्नुपर्दा बिहानको ट्याक्कै 6 बजेको छ देख्न सक्नुहुनेछ होइन। अब हामी चाहिँ जानेछौँ एकछिन, म काममा जानेछौँ। म खाजा खाएर अहिले भेटौँला एकछिन पछि। अहिले गुड मर्निङ केटाहरू, यारसँग उठेको होइन केटाहरू यार। यसो यार बिचारामा सुतिरहेको छन् यार, के भन्ने यार। ओ उठ, जाने होइन कामतिर। यस्तो हावा खाएको नानीहरू यार, उठ्दैन नि केटाहरू यार। काममा जाने भन्छ मजाले सुत्छ नि यार। ल सिधै अलि यहाँले गाइस हामी पनि बारीमा पुगेर पनि काम गरिसकेको छौँ। देख्न सक्नुहुन्छ हाम्रो आँटो देख्न सक्नुहुनेछ। यही हो हाम्रो आँटो, आधी खोला आँटो अरे। टक कलर देख्न सक्नुहुन्छ भनेको आँटो यही हो। बारी यही हो। यो बिचको एउटा घर अनि बिचको भन्दा माथिल्लो घर, 3टा घर चाहिँ आँटो लाउनु छ। टक कलर हाम्रो भाइ र बाबा चाहिँ उहाँ विश्राम गरेको छ। विश्राम भनेको आराम के, टक्क रेस्ट गर्दैछ होइन। टक कलर देख्न सक्नुहुन्छ हाम्रो आँटो। यस्तै छ हाम्रो आँटो केटाहरू। स्याङ्जालीको आँटो अरे, आधी खोला आँटो भन्छ के अरे। केटाहरूले चाहिँ हिजो उता कुनो ताँसिसकेको थियो। ढक्कलहरू देख्न सक्ने रहेछ। हाम्रो भाइ चाहिँ यहाँ बसेको छु। यता चाहिँ मेरो नालीको तरी छ। ढक्कलहरू देख्न सक्ने रहेछ मेरो भाइलाई। ओ भाइ के छ भाइ, गुड छ हाम्रो बाबा। देख्न सक्नुहुन्छ होइन। टक्कलहरू आजको मौसम पनि दामी क्लियर छ होइन। कलर भन्नुपर्दा चाहिँ बब्बल छ क्या आजको मौसम चाहिँ होइन। टक्क लाएर हेर्न सक्नुहुनेछ। टक्क लाएर अब यहाँ चाहिँ आँटो लाउँदै उहाँ पुग्नुपर्छ। फेरि उहाँबाट उहाँ साला केटाहरूलाई पानी ल्याइज भनेको पानी ल्याउँदैन। म्या केटाहरू म्या लास्ट पापी छ कि यो पापीहरू देख्नुभयो। के बोले भाइ? अब के बोले त्यो यो अगाडिपट्टिको खन्नी चाहिँ हो लास्ट पापी छ के। पानी ल्याइज भनेको हेर्नु न, पानी नल्याइदिने यार। यस्तो पापी केटाहरू छ नि साथीहरू यार, गाह्रो छ। फाइनली गाइस हाम्रो चाहिँ यो पहिलो खेत खनेर ल्याएर दोस्रो खेतमा अब सुरु हुँदैछ। दोस्रो खेतमा लगभग त्यहाँबाट खनेर आइसक्यो उहाँहरू। अब यहाँ आइसक्यो। बा पानी खानुहुन्छ ल न। टक्क लाएर बाउले चाहिँ आली लाउँदैछौँ। हाम्रो चाहिँ हो आँटो चाहिँ टक्कै यसरी किट्नुपर्छ। आँटो भन्नुपर्दा देख्न सक्नुहुन्छ होइन। देख्न सक्नुहुन्छ यसरी किट्नुपर्छ आँटो। टक्क केटाहरू चाहिँ काम गर्दैछ। ओ राम्रोसँग गरे केटाहरू काम। टक्क लगाएर किट्नुपर्छ। अब यहाँ माथि आएर यसरी यसरी किट्नुपर्ने छ। यसरी आँटो लाउँदा यसरी किट्नुपर्छ कि बल्ल आँटो बस्छ। टक्क लगाएर म पनि पानी खान्छु। गिलासी खानै पर्यो। आजको मौसम जानुहुन्छ बबल छ क्लाउड चाहिँ। यो राजु भाइले चाहिँ ओ बोका राम्रोसँग काम गरे। यो निलो टी सर्ट लाउने चाहिँ बोका हो। बौला हागे यो मान्छे। राम्रोसँग आँटो लाए। ए भाइले माटो हालेको अरे। यो लास्ट सिटी यो मान्छे अलि अल्छी छ कि है। हेर न खनेको त्यहीँ फाल्छ। यस्तो अल्छी छ यार। डाँडाको अलिक पऱ्यो फाल्नु पऱ्यो नि त। अलिक पछाडि हुट्टाउनु पऱ्यो नि यार। अब सुरु हुन्छ हाम्रो आँटो।
टक्कलार ठोक्ने यसरी छ्याप 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 सक्नुहुनेछ केटाहरू त्यहाँ छ केटा गीतको धुनमा फेरि यहाँ यस्तो यस्तो छन् गीतको धुनमा काम गर्छन् नि यहाँलाई गाइस सुन्नु होला हाम्रो बाले चाहिँ यहाँ बाँसुरी बजाउँदैछन् टक्कलार सुनिदिनु होला बजाउँदै हुनुहुन्छ है सरी सुन्नु होला बाँसुरीको धुन ल अहिले त यति नै ठक्कलार अब हामी चाहिँ अब खाना खान चल्दिएको अनि ठ्याक्क खाना खाएर आएर ठ्याक्क अब अलिकति बाँकी रह्यो त्यसपछि यो एउटा खेत अलिकति बाँकी छ अनि अर्को चाहिँ फुल छ अहिले अब एकछिन खाना खाएर एकछिन रेस्ट गरेर अब हामी आउनेछौँ फाइनल गाइस हामी चाहिँ टक्कलार अब खेतमा अब खन्दै अघि बाँकिरहेको सुरु हुँदैछ अब यो त्यहाँबाट यति खनेपछि ठ्याक्क माथिल्लो खेतमा हो त्यसपछि अब होइन अब यसपछि भेटौँ ल फाइनली गाइस आज चाहिँ खेत खनेर भ्याइयो यति नै यति खासै राम्रो भिडियो चाहिँ बनाउन पाइएन छोटो सबैजनाले हेरिदिनु होला है आज टक्कलार भन्नुपर्दा खेत पनि खनेर भ्याइयो ठ्याक्क यही हो एउटा घर दुईवटा घर यसले ठ्याक्कै तिनवटा घर हुन्छ होइन यसले गर्दा तिनवटा घर हुन्छ ठ्याक्कै तिनवटा घर ठ्याक्कै खनेर आँठो लाएर भ्याइयो भन्नुपर्दा आज यति नै भ्लग सबैजनाले हेरिदिनु होला माया सपोर्ट गरिदिनु होला यति हजुरहरू युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साइडमा रहेका बेल आइकन पनि दबाउन चाहिँ नबिर्सिनु होला भन्दै अहिलेले भिडियो यति नै है अहिलेलाई बाई बाई।